ल घाँसमा गएको पनि कोही कोही बेला भिडियो बनाऊ। हामी चाहिँ घाँसमा हिँडेको साथी हो, टाइम पास गर्न हिँडेको उकालो। घरमा मात्र कति बसिरहनु। अलिकति घाँस ल्याउँछु, मकै ल्याउँछु। चराचुरुङ्गीहरूले पनि मकै खाइसक्यो। अलिअलि चराचुरुङ्गीलाई पनि राखिदिन्छु मकै हैन। छरिदिनु पर्यो नि, बिचराहरूले के खान्छ। तिनीहरूको पनि त अब उनीहरूले रोपी खानु सक्दैन। गाउँघरमा खेतीपाती गर्न छोडिहाल्यौँ त यसो कोदोहरू, भटमासहरू, दालहरू, मकैहरू, मटर, सागसब्जीहरू लगाइराखिदिनुपर्छ हैन। उनीहरूले पनि खान्छ, हामीलाई पनि हुन्छ। सो साथीहरू, घाँसको भारी चाहिँ कति ल्याउन सक्ने हो कुनि। म चाहिँ सक्दिनँ। आज हाम्रो सर पनि आज चाहिँ घाँस काट्दैछ है।